यात्रा टिभीमा तपाईलाई स्वागत छ। आज हामी तनहुँको एउटा पर्यटकीय गन्तव्य मानु डाँडामा जानका लागि हिँडिरहेका छौँ। कुहिरोको बखत हामीले सकभर लो बिम प्रयोग गरौँ, रफ्तार स्पिड घटाउँ, ओभरटेक नगरौँ र दूरी डिस्टेन्स कायम गरौँ। यसले दुर्घटना कम हुन सक्छ। र फेरि पनि हामी सम्झौँ कि एउटा भनाइ छ, ढिलो पुग्नु ठिक हो, नपुग्नु होइन। ओहो, कति घना कुहिरो, प्रशस्तै कुहिरो लागेको कारणले अहिले हामीले बाटो राम्रोसँग देख्न सकिरहेको छैन। तपाईले देख्नु भएको छ? तसर्थ यो कुहिरो लागेको बखतमा होसियारी अपनाएन भने हामीले अहिले देखिरहेको दृश्य नै सायद अन्तिम दृश्य हुन पनि सक्छ। त्यसकारणले होसियार रहनु पर्ने देखिन्छ। सुनेको थिएँ हिजो यहाँ कतै यस्तै कुहिरोले गर्दाखेरि ठुलै दुर्घटना भएको थियो। अहिले तपाईँले देख्न सक्नुहुन्छ नि, अगाडिको बाटो कुहिरोले गर्दा झन्डै हराएको छ, कता हो कता। र यो बखत यो कुहिरोमा स्पिड रफ्तार कम गर्नु बाहेक अरू उपाय छैन। र एउटा कुहिरोमा चाहिँ हामीले यात्रा गर्दा धेरै नै होसियारी हुनुपर्ने अवस्था छ। 1 सेकेन्डको लापरवाहीले जीवनभरि मौन बन्न सक्छ, दुर्घटना हुन सक्छ। हल्का घाम लागेको अवस्था मानुकोटमा, कुहिरोको बिचमा कति रमाइलो। कुहिरो हट्छ तर घुमेको जीवन फर्कदैन। तसर्थ यो भिडियो हेरेर सेयर गर्नुहोस्। सायद यो भिडियोले गर्दा कसैको जीवन बच्न त सक्दछ। सेयर गर्नुहोस्। सुरक्षित यात्रा गरौँ। तपाईका घरले तपाईलाई पर्खिरहेका छन्। धन्यवाद।